घरबाट इन्टरनेटको माध्यमबाट हेर्नुहुने महानुभावहरूलाई न्यानो अभिवादन मध्येबाट चाहिँ कि आज म रुकुम जिल्लाको चर्चा गर्न गएको छु र रुकुम जिल्लालाई माया गर्नुहुने महानुभावहरूले यो भिडियोलाई लाइक अनि कमेन्टमा नयाँ हुनुहुन्छ भने सेयर सब्सक्राइब गरेर साथ दिनु होला। रुकुम जिल्ला भनेको एउटा यस्तो जिल्ला हो कि 12 खाल 13 पर्खाल भएको जिल्ला हो। अहिले रुकुमलाई यो संहिताले काटेर ठ्याक्कै पूर्व रुकुम र पश्चिम रुकुम दुईटा बनाएको छ र रुकुमको सदरमुकाम भनेको पश्चिम रुकुमको सदरमुकाम भनेको मुसिकोट हो र पूर्व रुकुमको भनेको रुकुमकोट हो। रुकुम जिल्ला भनेको एउटा यस्तो जिल्ला हो कि 2200-2300 राजाहरू हुनेको पालामा पहिला यो मगर राजाले राज गरेको जिल्ला पनि हो र मगर राजाको दरबार ठ्याक्कै पूर्व रुकुमको रुकुमकोटमा भएको दरबार भएको जिल्ला पनि हो र रुकुम हेर्दालाई अति सुन्दर जिल्ला पनि हो र एउटा हिमाली भेग हो र मुख्य पेसा भनेकै रुकुमको पनि कृषि नै व्यवसाय छ। कृषि नै हो, मेन भनेको कृषिमै भर पर्ने जिल्ला हो र पश्चिम रुकुमको ठ्याक्कै एउटा फाँट चौजारी भन्ने एउटा फाँट हो र त्यहाँ चौजारीमा सानो उपत्यका जस्तै फाँट हो र चौजारीमा राजा महेन्द्रकै पालामा एउटा एयरपोर्ट पनि बनेको थियो। त्यो एयरपोर्ट र त्यहाँ एउटा फेरि अस्पताल पनि राजा महेन्द्रकै पालामा बनेको हो र त्यहाँ धान खेतीहरू धेरै जस्तो गरिन्छ त्यो फाँटहरूमा र त्यहाँको एयरपोर्टले रोल्पा रुकुम चौजारी रुकुम जाजरकोट डोल्पा सल्यान 4वटा जिल्लालाई नै सुविधा दिएको एउटा त्यो एयरपोर्ट हो र अहिले विनम्बना भन्नुपर्दा त्यो एयरपोर्ट ठ्याक्कै यो लोकतन्त्रको नाममा अथवा जनयुद्धको नाममा बन्द भएको 25-30 वर्ष भइसकेको छ, अहिलेसम्म चालु भएको छैन र अर्को पनि एयरपोर्ट रहेको छ रुकुमको यता पूर्वी रुकुमको सल्याको एयरपोर्ट चाहिँ चालु छ अहिले। हप्ताको लगभग 2-3 फ्लाइट कति हुन्छ र लगायत सिस्नी हिमाल पनि रुकुममै पर्छ। सिस्नी हिमाल एउटा हिमाली भेग हो र सिस्नी हिमाल पनि रुकुममै परेर पहिचान भएको हो र रुकुमको एउटा यसै धार्मिक जिल्ला पनि हो र एउटा एकदम धार्मिक जिल्ला पनि हो र एउटा धर्ममा भर पर्ने एउटा जिल्ला पनि हो र साईकुमारी डिग्रे भनेपछि एकदम परिचित ठाउँ हो र एकदम त्यहाँ पूजापाठ गरेपछि त्यहाँ त मनले चाहेको मागेपछि त्यहाँ वर माग्ने पुरा हुन्छ भन्ने एउटा भनाइ छ र एकदम परिचित मन्दिर पनि हो साईकुमारी डिग्रे र मेला पनि लाग्छ टाइममा र यस्तै थुप्रै छ र अब रुकुम खारा भनेको जनयुद्धमा अब एकदम एउटा छुट्टै पहिचान एउटा छुट्टै इतिहासले नबिर्सिने खालको त्यहाँ एउटा घाउ लगाएको एउटा खारा हो र रुकुम तम्सेरा भन्ने गाउँ, तम्सेरा भने एउटा मगरहरूले नै राज्य गरेको एउटा मगरहरूको आफ्नै पहिचान आफ्नै वेशभूषा आफ्नै प्रकृतिले चल्ने एउटा तम्सेरा भन्ने गाउँ पनि छ र लगायत यस्ता थुप्रै गाउँहरू छन्। यस्तै थुप्रै पहिचान बोकेको जिल्ला र रुकुमकोट जिल्ला अब पूर्व रुकुमकोटमा 2300 राजाहरूको आफ्नै सिपाहीहरू मगर राजाहरू भएको मगरले राज्य गरेको अथवा मगर राजाले नै त्यहाँको राज्य चलाएको एउटा इतिहास बोकेको जिल्ला हो र जस्तै शेरकुताल कमलदह यस्ता थुप्रै दहहरू पनि छन्। कमलदहहरूमा पनि आफ्नै छुट्टै पहिचान भएको र एउटा त्यहाँ पर्यटकको घुइँचो लाग्ने एउटा रुकुम जिल्ला पनि हो। आन्तरिक पर्यटक र बाह्य पर्यटकले लगभग अब ठ्याक्कै फागुन चैतबाट वैशाख जेठ असारको झन्झनै पहिलो हप्तासम्म एकदम पर्यटकले भरिभरा हुने जिल्ला पनि हो र ठ्याक्कै पश्चिमतिर जाजरकोटले छुन्छ भनेपछि उता उत्तरतिर ठ्याक्कै डोल्पाले छुन्छ भनेपछि तलतिर सुर्खेतले पनि छुन्छ र यता उत्तरतिर ठ्याक्कै तलतिर सल्यानले पनि छोएर पूर्वतिर रोल्पाले पनि छोएको एउटा चारैतिरबाट छोएको जिल्ला हो र यो ठ्याक्कै माओवादीले एउटा ठ्याक्कै इतिहास रटेको अथवा माओवादीहरूको उत्पन्न भएको जिल्ला पनि भनिन्छ है रोल्पा रुकुमलाई। रोल्पा रुकुमको जति वर्णन जति चर्चा गरे पनि कमै छ र 12 खाल 13 पर्खाल भनेर यसै भनिएको होइन र अहिले विनम्बना भन्नुपर्दा युवाहरू कमी छ। अहिले जस्तै बाबियाकोटमा अहिले सबै गाउँै उठेर अमेरिकातिर गएको अथवा यहाँ भएको केही बस्तीहरू पनि दाङतिर अथवा नेपालगञ्जतिर तल्लो तराई भागहरूमा झरेको एकदम गाउँ खाली भएको स्थिति पनि छ र त्यहाँको ल यस्तै अहिले धेरै जस्तो गाउँ खाली भएको छ र अहिले मकै बालीहरूमा एउटा छुट्टै पहिचान भएको रुकुम जिल्ला पनि हो है। मकैहरू आलुहरू यस्तै धानहरू गुँहहरू फापरहरू चिनोहरू एकदम प्राकृतिक पाउने ठाउँ हो र एउटा छुट्टै पहिचान एउटा इतिहास बोकेको जिल्ला। अब यस्तै भिडियो हेर्नको लागि हामीलाई लाइक अनि कमेन्ट सेयर गर्नु होला।